हेलो गाइज, के छ त सबैजनालाई अनि दर्शन नमस्ते जोरले सबैजनालाई धेरै दिनपछि म फेरि आज तपाईँहरूको सामु आएँ है त। अनि के गर्नु साथीहरू, परदेशको जिन्दगी यस्तै छ, काम गर्नुपर्छ। अनि केही फुर्सद मिलेको बेला म तपाईँहरूको माझ हप्ताको हुन्छ कि या 10-12 दिनको एउटा भिडियो अवश्य ल्याउनेछु साथीहरू, हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि आजको भिडियो चाहिँ त्यस्तो खासै केही त छैन साथीहरू। आज मेरो छुट्टी हो अनि मेडिकल पनि छ साथीहरू। अनि म मेडिकल जान लागेको, म तपाईँहरूलाई त्यहाँ के हुन्छ कस्तो हुन्छ बाटोतिर त्यो सबै तपाईँहरूको माझ ल्याउने छु है त साथीहरू, हेर्दै गर्नु होला साथीहरू। हामी चाहिँ अहिले बाटोमा पुगेको अवस्था है। आज चाहिँ बाहिर चाहिँ धेरै गरम छ, घाम लागिरहेको छ साथीहरू। हामी चाहिँ अहिले आधी बाटोमा आइपुगेको अवस्था अरे कहना क्या चाहते हो? अरू बाँकी चाहिँ अहिले उतैतिरको सिनहरू केही देखाउँदा है त साथीहरू, केही दृश्यहरू अहिले चाहिँ हामी मेडिकल गइरहेको अवस्था। अनि अहिले चाहिँ आधी बाटोमा आएर रोकेको अवस्था है त साथीहरू। यता चाहिँ अनि के छ त दाजु, यसो केही भनिदिनु पर्यो मेरो युट्युब फ्यामिलीलाई, तपाईँकोबाट केही छ त? कैसा लगा मेरा मजाक? हाम्रो साथीको एकटा लाइक सब्सक्राइब गरिदिने। हस् त, यसो लाइक कमेन्ट होइन। अनि हाम्रो मेडिकल चाहिँ यहाँ भइरहेछ है त, यो क्लिनिक हार्मोनिया यहाँ। अनि साथीहरू चाहिँ भित्र छन्, हामी चाहिँ यसो बाहिर घुमिरहेको। मौसम पनि ठिकै छ, गर्मी छैन, घाम लागिरहेको छ हल्का हल्का। यो मलेसियाको हावापानी चाहिँ मलाई असाह्रै मनपर्छ हौ साथीहरू। किन हो, सधैँ एकै नास्की सधैँ हरियो हुन्छ यतातिर, सधैँ यो घाँसहरू चाहिँ सधैँ भइरहन्छ, सधैँ एनी टाइम यस्तै हरियो हुन्छ हौ साथीहरू। हाम्रो नेपालमा अब कहिले 6 महिनामा सिजन चेन्ज हुन्छ, गर्मी कहिले जाडो। अनि यहाँ चाहिँ सधैँ एउटै कि सधैँ एकै नाच हुन्छ साथीहरू। यहाँ गाडीहरू आएर छन्, यस्तै हो साथीहरू। ल है त साथीहरू, अहिले चाहिँ म रुममा आइसकेको अवस्था। अनि आज चाहिँ त्यति भिडियो पनि बनाउन पाइनँ। अनि मेडिकलतिर यसो एक्सरे गरेर रगत चेक गर्दा यताउति गर्दा त्यत्तिकै टाइम लस भयो। अनि त्यही भएर मैले भिडियो पनि बनाउन पाइनँ। जति सकेको छु त्यति बनाएर हालिदिएको छु। अनि अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सबैजनालाई धन्यवाद छ। अनि के भन्छ साथीहरू, फेरि अर्को बलकमा भेटौँ है त। हस् त, आजलाई यति नै।